सम्पूर्णमा नमस्ते। आज चाहिँ यो भिडियो मैले किन बनाएको भन्दाखेरि धेरैजनाको चाहिँ प्रब्लम आइरहेको रहेछ। स्क्रिनशट अपलोड गरे पनि अपलोड पेमेन्ट स्क्रिनशट मस्ट नट बी एम्प्टी भनेर यसरी पपअप आइरहेको रहेछ। अब यसको लागि के गर्ने भन्दाखेरि पहिला चाहिँ आफ्नो इस्युमा जानुस्। तपाईँ इस्युमा गइसकेपछि चाहिँ तपाईँले अब अघिको जुन पेमेन्ट थियो त्यो पेमेन्टमा क्लिक गरेर पेमेन्ट क्लिक गर्छ। स्क्रिनशट नलगेर यसको माथि अब पीडीएफ लेखेको छ नि, पीडीएफमा दाबेर पीडीएफलाई डाउनलोड गर्नुस्। यहाँ चाहिँ मेरो यतिकै डाउनलोड भइहाल्यो। कसैको चाहिँ पीडीएफमा क्लिक गरेर पीडीएफ खुलेर त्यसपछि 3 डटमा गरेर त्यहाँबाट डाउनलोड गर्न पनि मिल्छ। पीडीएफ डाउनलोड गरिसकेपछि चाहिँ तपाईँले ब्याक जानुस्, वेबसाइटमै जानुस्, अनि तल स्क्रोल गरेर त्यहाँ अपलोड जहाँ पेमेन्ट स्क्रिनशट हाल्ने ठाउँमा चाहिँ चुज फाइलमा त्यहाँ चाहिँ गएर चाहिँ अब चाहिँ तपाईँले अहिले भर्खर डाउनलोड गरेको पीडीएफ कहाँ छ त्यसलाई खोजेर त्यो अपलोड गर्नुस्। अहिलेको लागि मेरो हेर्न सक्नुहुन्छ यहाँ पीडीएफ भनेर आइरहेको छ। यो फर्स्टवालै मैले त्यसलाई अपलोड गरेँ। अब पीडीएफ अपलोड गरिसकेपछि अब चाहिँ प्लेस अर्डरमा क्लिक गर्नुस्। अब प्लेस अर्डरमा क्लिक गरेपछि चाहिँ अर्डर चाहिँ हुन्छ। अब हेर्न सक्नुहुन्छ थ्याङ्क यू फर योर अर्डर हेज बिन रिसिभ्ड भनेको छ।